हेलो हेलो साथीहरू, के छ खबर? सन्चै हुनुहुन्छ होला। आज साथीहरू मैले कच्छु बनाएको थिएँ क्या। कच्छु भनेको के हो मलाई त बिहे गर्नुभन्दा अगाडि थाहा पनि थिएन होइन। भरे त्यो पिँडालु जस्तो हुँदो रहेछ। पहिला चाहिँ मलाई खासै मन पर्दैन थियो, तर आज मैले बनाएको कच्छु यति मिठो भएको थियो साथीहरू। प्लस त्यसमा दही होइन, अनि बोडीको तरकारी, अचार। अब के चाहियो र त्यो भन्दा। अनि बेलुकाको खाना चाहिँ इन्जोय गरेर आरामले खान मन लाग्छ क्या मलाई। नानीलाई खुवाइदिइसकेको हुन्छु अनि म खाँदैछु, सबैजनासँगै खाँदैछौँ हामी। बुवाहरू भित्र खानुहुँदैछ। अनि तपाईँहरूले के तरकारी खानुभयो? तरकारीको भाउ सुनेर पनि साथीहरू एकखेप बियोस हुन्छ बजार गएर, अनि फेरि उठेर सब्जी किनेर आउनु जस्तो छ। एक छाकदेखि पुग्दैन एक पावा आधी केजी तरकारीले। के गर्नु हो, महँगीले छोयो आकाश। चिनीको दाम कसरी छ हौ? चिनीको चिया खाइँदैछ कि फिका चिया खान थाल्यो साथीहरू? महँगी पनि के साह्रो भएको भगवान्। घर व्यवहार चलाउन पनि गाह्रो पर्न थाल्यो हो। के साथीहरू, गुड नाइट।